के तपाईँको मोबाइलमा पनि तपाईँलाई चिठा पर्यो भनेर कहिलेकाहीँ मेसेज आएको छ? अथवा तपाईँको मोबाइलमा कहिलेकाहीँ तपाईँको सामान एयरपोर्टमा आइपुगेको छ, यो सामान लिनुलाई आउनुहोला भनेर तपाईँको वाट्सएपमा, तपाईँको फेसबुक मेसेन्जरमा, तपाईँको इन्स्टाग्राममा अथवा कुनै पनि सामाजिक सञ्जालमा कहिलेकाहीँ तपाईँको मोबाइलमा मेसेज पक्कै पनि आएको हुनसक्छ। यदि आएको छैन भने पनि तपाईँको मोबाइलमा कहिले न काहीँ यो किसिमको मेसेजहरू आउन सक्छ। त्यस कारणले यी मेसेजहरू तपाईँको मोबाइलमा आइसकेपछि ती मेसेज तपाईँले खोलेर सुन्नुहोला, अन गरेर सुन्नुहोला। तर तपाईँले त्यो मेसेजलाई तपाईँले फलो गर्ने काम चाहिँ नगर्नुहोला। किनभने अहिले विभिन्न सामाजिक सञ्जालहरूमा तपाईँको स्क्यामबाट तपाईँका पैसाहरू धेरै लुटिएका छन्। यो एउटा ठुलो सञ्जालको गिरोह छ। यसको कुनै मापदण्ड पनि छैन र यो गिरोह कहाँबाट सञ्चालन भएको छ भनेर पनि हामीले तुरुन्तै पत्ता लगाउनलाई एकदमै गाह्रो भएको छ। र हामी सबैले कहीँ न कहीँ सामाजिक सञ्जालमा पक्कै पनि सुन्नुभएको होला। यस्ता सञ्जालमा सम्बद्ध भएका केही व्यक्तिहरूलाई नियन्त्रण लिएर प्रहरी कार्यालयहरूले कानुन दायरामा पनि ल्याएको त पक्कै सुन्नुभएको होला। तर यो एकदमै असम्भव छ। त्यस कारणले यस्ता मेसेजहरू तपाईँको मोबाइलमा आयो भने तपाईँले त्यो मोबाइलमा आएको मेसेजलाई तपाईँले फलो गर्दै जानुभयो भने तपाईँको मोबाइलमा भएको अथवा तपाईँको ब्याङ्कमा रहेका तपाईँका पैसाहरू तपाईँको स्वाहा हुन सक्छ। त्यस कारणले यो मेसेज आइसकेपछि तपाईँलाई त्यो मोबाइल मेसेज तपाईँले अन गर्ने बित्तिकै तपाईँलाई त्यो व्यक्तिले तपाईँलाई तपाईँको एयरपोर्टमा यति हजारको अथवा यति लाखको सामान आएको छ, यो सामान लिनको लागि तपाईँले नेपाल सरकारलाई यति ट्याक्स बुझाउनुपर्छ, अथवा तपाईँले यो सामान पाउनको लागि तपाईँले नेपाल सरकारलाई यति रुपियाँ तपाईँले ट्याक्स बुझाउनुपर्छ, यसको लागि तपाईँले यति नम्बरमा तपाईँले फोन गर्न सक्नुहुन्छ भनेर तपाईँलाई फोन नम्बर त्यसैमा दिएको हुन्छ। अथवा तपाईँलाई यति लाख बराबरको तपाईँलाई चाहिँ चिठा परेको छ भनेर तपाईँलाई मेसेज आउन सक्छ र तपाईँले पनि त्यो चिठालाई कस्तो खालको चिठा हो, के चिठा हो तपाईँले सोच्नुहुन्न। तर तपाईँलाई चिठा पर्यो भन्ने बित्तिकै त्यो चिठामा यति लाख बराबरको तपाईँलाई चिठा परेको छ भन्ने बित्तिकै तपाईँले त्यो चिठाको तपाईँ लोभमा पर्नुहुन्छ र तपाईँले त्यो चिठा चाहिँ धेरै पैसाको हुनसक्छ। त्यस कारणले त्यो चिठाको पैसा तपाईँले प्राप्त गर्नको लागि नेपाल सरकारलाई यति ट्याक्स बुझाउनुपर्छ भनेर तपाईँलाई त्यो मेसेजमा बोलिएको हुन्छ र तपाईँले त्यो पैसा पाउनको लागि तपाईँले बोलिसकेपछि तपाईँलाई त्यो प्रक्रिया के गर्नुपर्छ भनेर तपाईँलाई थाहा हुँदैन र त्यसको लागि तपाईँले यति नम्बरमा डायल गर्नुहोस् र मैले भने बमोजिम तपाईँले मलाई फलो गर्दै जानुहोला भनेर उहाँले तपाईँलाई मिठो भाषामा चाहिँ तपाईँलाई बोलिदिनुहुन्छ। उहाँहरूको भाषा एकदमै मिठो हुन्छ। उनले एकदमै तपाईँलाई फकाइ तपाईँको पैसा स्वाहा गर्नलाई चाहिँ प्रयास गर्दै हुनुहुन्छ। तपाईँको त्यो बोली सुन्ने बित्तिकै यो व्यक्तिसँग कति पैसा छ अथवा यो व्यक्तिबाट पैसा हामीले थुत्न सकिन्छ कि सकिन्न भनेर उहाँले तपाईँलाई चिनिसकेको हुन्छ। त्यस कारणले तपाईँले त्यो नम्बरमा डायल गरिसकेपछि कृपया तपाईँलाई चाहिँ उहाँले भन्नुहुन्छ तपाईँको यति लाख बराबरको तपाईँको चिठा हो, यसको लागि तपाईँले नेपाल सरकारलाई यति ट्याक्स बुझाउनुपर्छ, यो ट्याक्स बुझाएपछि मात्रै तपाईँले यो चिठा चाहिँ तपाईँले प्राप्त गर्नु सक्नुहुन्छ भनेर उहाँले तपाईँलाई फकाइ बोलाएको हुन्छ। र यसको लागि मैले के गर्नुपर्छ त भनेर तपाईँले भनिसकेपछि त्यसको लागि मैले भन्दै गर्छु, तपाईँले त्यो अनुसारले तपाईँले चाहिँ फलो गर्दै जानुहोला भनेर तपाईँलाई मिठो भाषामा चाहिँ उहाँहरूले बोलीमा फकाइ तपाईँलाई अगाडि बढाउँदै जानुहुन्छ। र उहाँहरूले तपाईँको ब्याङ्क कुन चाहिने कुन ब्याङ्क हो, तपाईँको ब्याङ्क नम्बर कति हो, तपाईँको त्यो ब्याङ्कको चाहिँ मोबाइल नम्बर कति हो भनेर तपाईँले सोध्दै जानुहुन्छ र तपाईँले त्यो सबै उहाँहरूले चाहिँ नोट गर्दै जानुहुन्छ र तपाईँको मोबाइलमा तपाईँको नोटिफिकेसन आउँछ र तपाईँको त्यो तपाईँको मोबाइलमा चाहिँ 4 डिजिटको अथवा 6 डिजिटको चाहिँ हैन तपाईँलाई चाहिने कोड आएको होला। त्यो कोड चाहिँ हामीलाई
भन्नुहोस् भनेर उहाँहरूले भन्नुहुन्छ र तपाईँले त्यो कोड हेर्नुहुन्छ र आएको छ भन्नुहुन्छ अनि तपाईँले त्यो कोड चाहिँ तपाईँले उहाँलाई भन्नुहुन्छ र त्यति भनिसकेपछि तपाईँको त्यो अकाउन्टमा भएको उहाँहरूले पहिला सुरुमा चाहिँ थोरै पैसा मात्रै उहाँले खिच्नुहुन्छ र तपाईँले चाल्दै जानुहुन्छ। ल ठिक छ, तपाईँको चाहिने नेपाल सरकारलाई बुझाउने ट्याक्स हामी कहाँ प्राप्त भइसकेको छ, फेरि तपाईँलाई पछि फोन गर्छु भन्नुहुन्छ र अथवा तपाईँलाई यो सामान चाहिँ तपाईँको यो ट्याक्स बुझाइसकेपछि यति गतिभित्र हामीले लिएर आउँछौँ अथवा हामीले पठाइदिन्छौँ भनेर भन्नुहुन्छ र तपाईँ फेरि पछि सामान नआइसकेपछि तपाईँले फेरि फोन गर्नुहुन्छ, ए तपाईँको सामान आइपुगेन भन्नुहुन्छ र नआइपुगिसकेपछि फेरि एकचोटि चाहिँ फोन गर्नुहोस्, तपाईँको यस्तो भएरहेछ, तपाईँको चाहिँ अलिकति सामान धेरै लाखको भएको कारणले तपाईँको चाहिँ यो ट्याक्स चाहिँ अलिकति पुगेन भनेर तपाईँलाई फेरि पनि तपाईँलाई यसो गर्नुहोस् भनेर तपाईँले नोटिफिकेसन पाउँछ अनि चाहिँ त्यो ट्रान्जेक्सन पिन तपाईँलाई चाहिँ दिन लगाएर तपाईँको फेरि भएको पैसा पनि फेरि तपाईँको खिचेर लान्छ र यसरी गर्दै तपाईँको लास्टसम्म चाहिँ ल तपाईँको चाहिँ लास्टमा यतिसम्म पैसा चाहिँ तपाईँको पुगेन, यति पठाइसकेपछि चाहिँ तपाईँको सामान चाहिँ पक्का हामीले पठाइदिन्छौँ, तपाईँलाई डेलिभरी पठाइदिन्छौँ अथवा हामी आफै आउँछौँ भनेर तपाईँलाई फकाउँछ। तर त्यो सबै कुरा तपाईँको फेक हुनसक्छ, त्यसको कुनै मापदण्ड नै छैन, त्यो कहाँबाट चलेको छ, त्यो उसको गिरोह को हो भनेर तपाईँ हामीले कसैले चिन्न पनि सक्दैनौँ। त्यो फरक व्यक्तिले फरक ठाउँबाट चाहिने फेक एकाउन्टहरू खोलेको हुन्छ, फेक नागरिकताबाट चाहिने तपाईँले चाहिने ब्याङ्क एकाउन्टहरूले खोलेको हुन्छ र तपाईँको पैसा यसरी खिचिसकेपछि उहाँहरू आफसे आफ चाहिँ बिलाउनुहुन्छ र तपाईँको पैसा स्क्याम गरेर उहाँहरूले लुटिसक्नुहुन्छ। त्यही कारण यही किसिमको म्यासेजहरू तपाईँको मोबाइलमा आइसकेपछि यो म्यासेजलाई तपाईँले सुन्नु होला, तर उहाँहरूलाई फलो गरेर उहाँहरूले भन्ने काम नगर्नु होला। र यो भिडियो तपाईँको मोबाइलमा आइसकेपछि धेरै तपाईँको व्यक्तिहरूमाझ पुर्याउनको लागि सेयर गर्न नभुल्नुहोला। यो किसिमको स्क्याममा आमा बुवाहरू त खासै पर्नुहुन्न, हामी एकदमै जान्ने बुझ्ने व्यक्तिहरू पनि परेको उदाहरण धेरै छ। त्यसकारण यो स्क्यामबाट बच्नको लागि तपाईँ हामी सबैले यो किसिमको म्यासेज आयो भने त्यसलाई तुरुन्तै डिलिट गर्नुहोला, यसलाई फलो गर्ने काम नगर्नुहोला भन्न चाहे। हस्त, धन्यवाद, नमस्कार।